आज जति पनि लाइसेन्सहरु सिक्किममा इस्यु भएको छ त्यो भोटर कार्डको बेसमा इस्यु भएको छ लाइसेन्सहरु। त्यो सिक्किमे देख्यो, लोकल देख्यो उलाई सिवाई माग्यो, नन लोकल देख्यो उलाई भोटर कार्ड माग्यो। म आज यो भिडियो मार्फत सरकारका ती कर्मचारी, ती लाइसेन्स अथोरिटीलाई म के भन्न चाहन्छु भने यसलाई व्यापार नबनाइदेऊ भन्न चाहन्छु। पैसा दिने सक्नेलाई मात्रै लाइसेन्स इस्यु गर्दैछौ, नसक्नेलाई पनि लाइसेन्स देऊ भन्छु म। नमस्कार, आज यो भिडियो हेरिरहनु भएका मेरा सम्पूर्ण सिक्किमेली दाजुभाइ अनि दिदीबहिनी हरूलाई यो भिडियो मार्फत के सूचना दिइरहेको छु भने केही महिना अगाडि पश्चिम जिल्ला गेजिङ बजार नगर पञ्चायतमा एउटा हो हल्ला चलिरहेको थियो। त्यो हो हल्ला के हो भने 10-15 वटा लाइसेन्स इस्यु भएछ भनेर त्यो हल्ला सुनिरहेको थियौं हामीले। तर त्यो हो हल्ला मात्रै सीमित होइन रहेछ, त्यो चाहिँ हो हल्ला होइन रहेछ, त्यो साँचो हो रहेछ। त्यो चाहिँ आज हाम्रो 1 महिना अगाडि हातमा यो लाइसेन्स आइपुगेको छ। हेर्नुस्, र यो लाइसेन्स लिएर 1 महिना अगाडि मैले गेजिङ बजारका 2-4 जना व्यापारीहरूलाई के भनेको थियो भने तिमीहरू गएर गेजिङ बजारको नगर पञ्चायतमा गएर बुझ, लाइसेन्स यत्रो इस्यु भएको रहेछ र तिमीहरूलाई पनि जरुरत छ भने तिमीहरूले पनि अप्लाई गर, तिमीहरूले पनि पाउँछौ भनेर। अनि 2-4 जना व्यापारीहरू गएछन् र त्यहाँ लाइसेन्स इस्यु अथोरिटी र नगर पञ्चायतमा गएर उनीहरूले यो लाइसेन्स सो गरेछन्। अनि उनीहरूले राखेछन् यत्रो लाइसेन्स इस्यु भएको रहेछ, यो हाम्रो हातमा लाइसेन्स आयो, हजुर हामीहरूलाई पनि एउटा इन्डियनको हिसाबले, एउटा भोटिङ राइटको हिसाबले, राइट टु भोट, राइट टु ट्रेड को बेसमा जुन लाइसेन्स यो इस्यु भएको छ यही बेसमा हामीलाई पनि दिया जाओस् भनेर उनीहरूले आफ्नो ग्रीभेन्सेस राखेछ। तर त्यो माग राख्दै गर्दा राखि नसक्दा त्यो लाइसेन्स इस्यु अथोरिटीले त्यो लाइसेन्सलाई त्यति बेला नै फेक भनेर त्यो स्टेटमेन्ट दिएछ। तर त्यस स्टेटमेन्टको लाई म के भन्न चाहन्छु भने यो लाइसेन्स फेक होइन, यो लाइसेन्स ओरिजिनल लाइसेन्स हो। आज जति पनि लाइसेन्सहरु सिक्किममा इस्यु भएको छ त्यो भोटर कार्डको बेसमा इस्यु भएको छ लाइसेन्सहरु। त्यो फेरि 1-2 वटा लाइसेन्स होइन, त्यो लाइसेन्स अहिलेदेखि होइन, त्यो राजाको शासनकालदेखि। त्यसको बादमा सिक्किममा डेमोक्रेसी आयो, डेमोक्रेसीमा पहिलो मुख्यमन्त्री काजी साहब हुनुहुन्थ्यो, उहाँको शासनकालमा लाइसेन्स इस्यु भएको हो। त्यहाँदेखि भण्डारी साहबको 14.5 वर्षको शासनकालमा लाइसेन्स इस्यु भएकै हो। त्यसको बादमा 25 वर्ष चामलिङ साहबकोमा पनि लाइसेन्स इस्यु भएकै हो। अहिले गोले साहबको शासनकालमा पनि लाइसेन्स हाम्रो हातमा छ, इस्यु भएकै छ। तर हिजो अस्ति सोशल मिडियामा हामीले देख्यौं, हामीले सुन्यौं कि सप्लेटको कुरा हुँदै थियो, हैन? सप्लेटको कुरा हुँदै थियो कि तिमी सप्लेट नगर, तिमी दोकान आफै चलाऊ भनेर त्यस्तो कुराहरू हामीले सुनिरहेको थियौं। तर होइन, लाइसेन्स चाहिँ सिवाईको बेसमा होइन, भोटर कार्डको बेसमा इस्यु हुँदैछ लाइसेन्स। सिक्किमे देख्यो, लोकल देख्यो उलाई सिवाई माग्यो, नन लोकल देख्यो उलाई भोटर कार्ड माग्यो। म आज यो भिडियो मार्फत सरकारका ती कर्मचारी, ती लाइसेन्स अथोरिटीलाई म के भन्न चाहन्छु भने यसलाई व्यापार नबनाइदेऊ भन्न चाहन्छु। पैसा दिने सक्नेलाई मात्रै लाइसेन्स इस्यु गर्दैछौ,
नसक्नेलाई पनि लाइसेन्स देऊ भन्छु म। किनभने सिवाईमा इस्यु भएको भए अहिले सिक्किममा 60-70 हजार लाइसेन्स इस्यु भएको छ। त्यो मध्येमा 50,000 लाइसेन्स भोटर कार्डमा इस्यु भएको छ या 20,000 लाइसेन्स सिवाईमा इस्यु भएको होला। तर सिवाई बेस होइन, भोटर कार्डकै बेस हो। तर लोकल देख्यो भने सिवाई माग्यो, नन लोकल देख्यो भने भोटर कार्ड माग्यो, त्यो बेसमा इस्यु भएको छ। तर त्यो इस्यु जुन लाइसेन्स इस्यु अथोरिटीलाई पनि थाहा छ कि भोलि कहीँ पनि केही केस भयो भने म यो बेसमा मैले लाइसेन्स दिएको हो भनेर ऊ कन्फिडेन्स छ, उसलाई कहीँ कानुनी कारबाही हुँदैन भनेर उसलाई त्यो पनि थाहा छ। थाहा हुँदै गर्दा म के भन्न चाहन्छु भने यसरी सस्तो राजनीतिक नगरिदिनुहोस् लाइसेन्समा भन्न खोजेको। यदि सिवाईको बेसमा लाइसेन्स दिएको भए आज 50-60-70 हजार लाइसेन्स सिवाई होल्डरको हुने थियो। आज ती कल कारखानाहरू जतिवटा खोले, कम्पनीहरू जतिवटा खोले, उद्योग धन्दाहरू जतिवटा खोले, त्यो सिक्किमको सब्सिडी खाने अधिकार सिवाईको हुने थियो। आज ती सबै बाहिरकाहरू छन् नि त, ती कम्पनीका मालिकहरू हैन। आज त्यो किन हुन सकेन त? तर ती सबै एउटा इन्डियनको हिसाबले राइट टु ट्रेड, राइट टु भोटमा अनि त्यसमा चाहिँ लाइसेन्स इस्यु भएको छ। र म के भन्न चाहन्छु भने सिक्किमे समाजलाई यो भ्रममा नपर्नुहोस्, यो सस्तो राजनीतिकदेखि तपाईँ अलिकति टाढा बस्दिनुहोस् भन्न म यस भिडियो मार्फत आह्वान गर्न चाहन्छु। र म अब फेरि नगर पञ्चायतको मा फेरि आएँ। यो लाइसेन्स इस्यु अथोरिटीलाई म के भन्न चाहन्छु भने यदि फेक हो भने यो फेक भनि नसक्दा यो लाइसेन्स विरुद्ध तपाईले नजिकको थानामा गएर प्राथमिकता दर्ता गर्नुपर्ने थियो। तर अहिलेसम्म किन हुन सकेन? र म यो लाइसेन्स विषय लिएर म केही भन्न म कसैलाई दिँदिन। यो लाइसेन्स कोर्टमा काहीँ प्रमाण चाहियो भने यदि फेक प्रुफ गर्छौ भने त्यहाँ म पुर्याइदिन्छु। त्यहाँ तपाईहरुले गएर गवाह दिनु र यसलाई फेक भनेर फेक जसले भन्दैछ त्यसलाई फेक प्रुफ गर्नु। अरु भन्नु मेरो केही छैन भन्दै मेरो यो सानो एउटा विचारधारालाई यही टुङ्ग्याउन चाहन्छु।